सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिकालाई बाल विवाह मुक्त नगरपालिका घोषणा गरिएको छ। मध्य प्रदेशमै पहिलो पटक सुरुङ्गा नगरपालिकालाई बाल विवाह मुक्त नगरपालिका घोषणा गरिएको हो। सुरुङ्गा नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी भव्य रूपमा नगरपालिकालाई बाल विवाह मुक्त नगरपालिकाको रूपमा घोषणा गरेका छन्। नगर प्रमुख गीता चौधरीको अध्यक्षतामा घोषणा सभा आयोजना गरियो। सो घोषणा सभामा प्रमुख अतिथि सप्तरी निर्वाचन क्षेत्र नम्बर 4बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरीले बाल विवाह मुक्त नगरपालिका भएको घोषणा पत्र वाचन गरे। उनले सुरुङ्गा नगरपालिका मध्य प्रदेशकै पहिलो नगरपालिका जुन अहिले बाल विवाह मुक्त नगरपालिका घोषणा गरिएको छ भन्दै घोषणा पत्र नगर प्रमुख गीता चौधरीलाई हस्तान्तरण गरे। कार्यक्रममा सेभ द चिल्ड्रेन र सबल नेपालको अहम भूमिका रहेको थियो। सुरुङ्गा नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा सुरक्षा निकायका प्रतिनिधिहरू, सञ्चारकर्मी, स्थानीय स्कुलमा अध्ययनरत बालबालिका एवं शिक्षक प्रतिनिधिहरू, स्वयंसेविकाहरू, स्थानीयहरूको बढी सहभागिता रहेको थियो। सुरुङ्गा नगरपालिकालाई बाल विवाह मुक्त नगरपालिका बनाउन सेभ द चिल्ड्रेनले सहयोग गरेका थिए भने सबल नेपालले सहजीकरण गरेका थिए। कार्यक्रममा सुरुङ्गा नगरपालिकाको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र शर्माले बाल विवाह मुक्त नगरपालिका घोषणाका लागि चलाइएको अभियान र गरिएको प्रयासहरूबारे कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै सबैलाई जानकारी गराएका थिए। सुरुङ्गा नगरपालिका मध्य प्रदेशमै बाल विवाह मुक्त नगरपालिका घोषणा भएको पहिलो हो। भिडियो हेरिदिनु भएमा धन्यवाद।